कपाल कोर्दिन ला जा त जुम्रा हेर्न कपाल कोर्नु नमाने त मेरो छोरी होइन नपढ होमवर्क नगर नाइ आमा म तपाईको छोरी हो भोबो त मेरो छोरी होइनस् नाइ सधैँ पढ्छु म होमवर्क गर्छु तेरो माइला साइला काकाको छोराछोरीसँग खेल्न जानु हतार भइसक्यो ल जा नाइ आमा अब म तिनीहरूसँग खेल्दिनँ क्या होमवर्क पनि गर्छु होइन जा तिनीहरूसँग खेल अनि एक्जाममा आलुले आमा यसपालि म रोल नम्बर 10 बनाउँछु यस्तो भनेको तैँले 4 सालभन्दा बढी भइसक्यो सबैले पुरस्कार लिएर आउँछ त चाहिँ आलु लिएर आइज तेरो काइला बाजेको छोराछोरीहरू जस्तै तारमा झुन्डेर जिन्दगी बिता अब नपढ होमवर्क नगर आमामा यसको दाँत हेर पाकेको मेवा भन्दा पहिलो छ घाँटी भयो मैले नै आमा तातो पानी तताइदिन म नुहाउँछु अब तँलाई त उचाल्दै घोप्टो पार्दै थेचार्दै गर्न मन लाग्छ भनेको त पनि अब तेरो आफन्तहरू जस्तै हो अनपढ म गएको तँलाई छोडेर अब आमा अबदेखि म पढ्छु सफा सुग्घरी पनि हुन्छु मलाई तपाईँको छोरी हो भनेर भन्नु न प्लिज आमामा कस्तो निर्दयी आमा रहेछ खेल्नु पनि नपाउने रे ओइ सुस्मिता स्कुल जान ढिलो भइसक्यो छिटो आइज मोबाइल हेरे कति भयो म त्यहाँ आएर सुम्ला बस्न नपरोस् सधैँ त्यो आमा छोरीको भिडियो हेर्दै बस्छेस्